किसान दाजुभाइहरू, अब आज चाहिँ म हजुरहरूसँग के विषयमा कुरा गर्दैछु भने यो फ्लासी बोरर भन्ने कुरा किराको प्रकोपको बारेमा कुरा गरिरहेको छु। अहिलेको समय भनेको अलिकति बर्सात भइराख्ने समय छ। यो बर्सात भइराखेको समयमा जहाँ जसको खेतमा पानीको मात्रा अलिकति जमाउ भएको खेत अथवा जसले युरियाको मात्रा बढी प्रयोग गरेको खेतहरू छ त्यस्तोमा अलिकति बढी मात्रामा यो फ्लासी बोरर भन्ने किराहरू देखिया छ। अब यसलाई नियन्त्रण गर्ने खास उपायहरू अहिले केही नभए तापनि हामीले हजुरहरूको प्राथमिक उपचार चाहिँ अब कसरी यसलाई नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा अलिकति चर्चा गरौँ। खास गरिकन उखु रोप्ने बेलामा यो क्लोरोपाइरिफस अथवा साइफरमेथिन अथवा कोब्रा हैन यस्ता विभिन्न नामका जुन कीटाणुहरूलाई नोक्सान गर्ने जुन किरा मार्ने विषादीबाट चाहिँ नि उखुको उपचार गर्नु पर्दछ। सुरुमै त्यसरी चाहिँ अलिकति बिउ उपचार गरेर रोप्ने हामीले बानी बसाल्नुपर्छ। र अहिलेको चरणमा आएर यदि किरा लागिसकेको छ भने यो किरालाई नियन्त्रण गर्न साह्रै गाह्रो छ। हेर्नुहोस्, यो उखुको टुप्पोको भाग जहाँ नरम हुन्छ, कलिलो अवस्थाको उखु हुन्छ, लाक्रा छोडेर र टुप्पो पात र लाक्राको बिचको भागमा त्यहाँ नरम भाग हुन्छ, त्यो गुबोमा गएर यसले आफ्नो सन्तानहरू उत्पादन गर्नलाई पोथी किराले अन्डा पारेर छोडिदिएको हुन्छ। त्यो उखुको डन्ठीभित्र छिरिसकेको हुन्छ। त्यसो भएको हुनाले बाहिरबाट विषादी प्रयोग गरेर यसको नियन्त्रण गर्न सकिँदैन। त्यस कारणले हामी सबै किसानहरू सजग हुनुपर्छ। कसरी सजग हुने त भन्दाखेरि उखुको बिचको गुबो सुकिसकेको छ र साइडका 5-6वटा पातहरू हरियै छ भने बुझिहाल्नुहोस् तपाईँको त्यो खेतमा र त्यो उखुमा किराको सङ्क्रमण भइसकेको छ भन्ने कुरा बुझ्नु होला। रह्यो कुरो अब यसलाई त्यो उखुलाई चाहिँ काटेर तपाईँले चाहिँ जमिनभित्र गाडिदिने हिलोमा हैन कोदालोले खनेर त्यसलाई गाडिदिनु भयो भने त्यसका जति सन्तानहरू छन् ती सास फेर्न नसकेर निसासिएर ती किराहरूको मृत्यु हुन्छ। र त्यसरी नै अहिले हामीले उपचार गर्नुपर्ने अवस्था देखिएको छ। र अर्को उपाय भनेको जुन छेउछाउको खेतहरूमा लागिसकेको छ भने युरिया पनि कम प्रयोग गर्नु होला। जहाँ युरिया जसले प्रयोग गरिसक्नुभयो सिद्धिको हैन र अरू अब प्रकोप देखिसकिया छ भने त्यो खेतमा युरियाको प्रयोग चाहिँ कम गरिदिनु भयो भने अति राम्रो हुन्छ भनेर चाहिँ मेरो व्यक्तिगत अनुभवमा छ। किनभने युरिया प्रयोग गरिसकेपछि उखुहरू नरम भएर हलक्क बढ्ने त्यसको चाहिँ आफ्नो लाइफ साइकल हुन्छ। त्यो लाइफ साइकलमा उसको जीवन प्रक्रिया नरम भएर हलक्क बढ्दाखेरि बाहिरबाट माउ पुतलीहरू उडेर आएर त्यो नरम भागमा गएर चाहिँ उसले अन्डा पारिदिएको हुन्छ र त्यहाँबाट उसले आफ्नो सन्तान उत्पादन गर्नलाई सयौं किराहरूको चाहिँ एकैचोटि सङ्क्रमण हुन्छ कि 40वटा 25वटा 30वटा व्यापक रूपमा फैलिसकेपछि त झन् तपाईँको खेतै उसले चाहिँ सखा पारिदिन्छ। त्यसो भएको हुनाले किसान दाजुभाइहरू अब प्रकोप जहाँ प्रभाव त्यसको चाहिँ नै प्रकोप फैलिसकेको छ भने त्यहाँ चाहिँ राति राँको बाल्नुपर्छ। राँको बाल्दा के हुन्छ भने टायरको थ्रोबाट होस् अथवा मुस्लो बनाएर खेतमा आगो बालेर छोडिदिनु भयो भने माउ पुतलीहरू रातिको समयमा त्यो लाइटको उज्यालो मन पराएर चाहिँ त्यो पोथी किराहरू त्यहाँ आउँछन् र पोथी किराहरू त्यहाँ आउँदाखेरि त्यो पात त्यसको चाहिँ पहेटाहरू गढेर त्यो मर्न सक्ने अवस्था हुन्छ। त्यो कारणले केही हदमा हामीले त्यसरी पनि यसको उपचारलाई नियन्त्रण गर्न सक्छौँ। अहिलेलाई हामीले पहिलो चरणमा देखेको यो हानिहरूलाई चाहिँ न्यूनीकरण यसरी नै गर्न सकिन्छ। यसको रोकथामको चाहिँ प्रविधि चाहिँ हामीले बुझेअनुसार र फिल्डमा अहिले गरेको उपचार पद्धतिलाई चाहिँ अध्ययन गर्दा यहाँसम्म आयो र थप केही कुराहरू नयाँ आएमा हजुरहरू समक्ष ल्याउने हामी कोसिस गर्ने नै छौँ।